जाँदैछौँ heading toward our hometown चितलाङ heading to यहाँको बाटो हेर्नुहोस् कस्तो राम्रो भइसकेको छ बाटो कस्तो त्यसको त्यो भने त्यसले अब हामी चितलाङ पुग्न लागिसक्यौँ अबको सबै बाटोहरू यस्तो नै छ अघिको जस्तो गाह्रो छैन अनि त्यो हिँड्ने बाटोहरू नि देखाउँ न अनि यो हिँड्ने बाटोहरू बाटोहरू एकदम राम्रो बनाइसकेको छ हाइकिङको लागि चाहिँ एकदमै रमाइलो नै छ त्यस्तो त्यो छैन साइकल पनि लिएर आउन सक्नुहुन्छ गियर राम्रो भएको साइकल हो भने मात्रै हामी अब पुगि नै सक्यौँ चितलाङ एरियामा अनि नयाँ नयाँ रिजोर्टहरू पनि बन्दैछन् राम्रो राम्रो घरहरू बनिरहेछ यहाँ प्रोजेक्ट इन्फर्मेसनको रिजोर्टहरूको स्ट्रक्चरहरू हेर्नु जस्तो पैसा चाहियो मजाले त्यति महँगो पनि छैन होला है रिजोर्टहरू तर कम्फोर्टेबल नै छ बाटो चाहिँ मस्का पानी पर्ने मौसममा पनि मस्त गीत सुनेर आउन सक्नुहुन्छ हजुरहरू सबै राम्रो राम्रो छ यहाँ ट्रेडिसनल भाइब्स पनि पाउन सक्नुहुन्छ घरहरूबाट सबै बाटोको घरहरू पनि छन् इँटाको घरहरू पनि छन् सिमेन्टको घरहरू पनि छन् ढुङ्गाको घरहरू पनि छन् जुन घरमा बस्नु मन लाग्छ त्यही घरमा बस्नु पाउनुहुन्छ जुन घरमै त होइन जुन घरमा चाहिँ बस्न दिनुहुन्छ त्यो घर त्यस्तो छ हेर्नु लजेसहरू चाहिँ यतातिर माटोको घरले पनि बनाएको लजेसहरू छ त्यसपछि सिमेन्ट अनि प्लस तपाईँहरूलाई मार्बलको चाहिन्छ भने मार्बलले बनेको पनि लजेसहरू छ मार्बलबाट बनेको घरहरू पनि एज अ लजको रूपमा यहाँ तपाईँहरूले पाउन सक्नुहुन्छ सो यु क्यान ह्याभ सो मेनी चोइसेस आउट हियर एकदमै राम्रो एकदमै राम्रो त भन्न मिल्दैन यहाँ घाम लाग्नुपर्ने टाइममा पानी परिरहेछ त्यसरी मलाई चाहिँ मन परेन त्यति खासै मन पर्दैन बनारसको मान्छेहरूलाई कस्तो भइरह होला पानी यस्तो परिदिएको भए त अब यहाँ हुस्सु पनि चलिरहेछ हेर्नु होला मेरो त यहाँ मोबाइल पनि ब्लर हुन लागिसक्यो कतै ब्लर हो कि होइन एकछिन ब्लर भयो नि त पानीको मोबाइल लिएर आउनुपर्ने रहेछ हाम्रो मस्त घाम लाग्यो भने मलाई पनि थाहा घाम लाग्यो भने भैरव माध्यमिक विद्यालय जुन चाहिँ आई हेभ स्टडिड हियर इन क्लास 2 होइन म क्लास 2 मा यहाँ पढेको थिएँ
उता साइडको पनि देखाएको मैले। यो चाहिँ स्वच्छन्द भैरव जाने बाटो। गेट हुँदै नै हामी स्वच्छन्द भैरवमा जान्छौँ। चितलाङको सबसे ठुलो देउता, चितलाङ्गीहरू सबैले मान्ने देउता, भाकल गर्ने देउता। अनि एकचोटि चितलाङ आइसकेपछि चाहिँ त्यो देउतालाई ढोगेरै चाहिँ जानुपर्छ।